हजुरहरूलाई मेरो पेजमा स्वागत छ र आज चाहिँ म हजुरहरूलाई के देखाउन चाहन्छु भने चाहिँ मैले चाहिँ आजदेखि चाहिँ है नवदुर्गा भवानी माताको पूजा सुरु भयो है। 9 दिन हुन्छ यो पूजा चाहिँ आजबाट सुरु भएर चाहिँ 9 दिनको दिनसम्म पूजा गरिन्छ र मैले चाहिँ घरमा के प्रकारले पूजा गरेको छु भन्दा चाहिँ साथीहरू माँ दुर्गा भवानीको पूजा चाहिँ हामीले यसरी घरमा मजाले गर्दा हुन्छ। यसरी 5 लोटा राखेर प्रसादहरू चढाएर है यसरी गर्दा हुन्छ। पूजा आरती यसरी गर्दा हुन्छ। मैले चाहिँ भर्खरै आरती गरिसकेँ। यसरी गर्दा हुन्छ। आजबाट चाहिँ दुर्गा माताको पूजा सुरु भएको छ है। 9 दिनसम्म यो पूजा चलि नै रहन्छ। 9 दिन 10 दिनको दिनमा सेलाउँछ है यो पूजा। हेर्नुहोस् है साथीहरू यसरी गरेको छु मैले चाहिँ। उता माइत घरमा पनि मैले यसरी नै पूजा गर्थेँ दुर्गा माताको है। यसरी नै पूजा गर्थेँ र यहाँनिर अहिले बिहा भएर आएर पनि मैले यहाँ घरमा पनि यसरी नै पूजा गरेको छु साथीहरू। हजुरहरू पनि आफ्नो घरमा यसरी पूजा गर्दा हुन्छ दुर्गा माताको है। यसरी पूजा गर्दा चाहिँ हुन्छ घरमा है। घरमै गरेको चाहिँ राम्रो जति सक्दो दुर्गा माताको चाहिँ है साथीहरू। र हाम्रो चाहिँ कन्टिन्यूको मन्दिर चाहिँ हेर्नुहोस् है साथीहरू। हाम्रो कन्टिन्यूको मन्दिर पनि म देखाउँछु हजुरहरूलाई। यो चाहिँ हाम्रो कन्टिन्यू पूजा गर्ने मन्दिर हो है। हामी चाहिँ यहाँनिर कन्टिन्यू पूजा गर्छौँ। यो चाहिँ कन्टिन्यू पूजा गर्ने मन्दिर हो हाम्रो चाहिँ। यस्तो छ है साथीहरू। यसरी सजाएको छु मैले र यता चाहिँ दुर्गा माताको चाहिँ मैले आज भर्खरै अघि बिहान भर्खरै गरिसकेको पूजा है। यसरी सजाएको छु मैले। यो चाहिँ सजाएको त के भन्नु, पूजा यसरी 5 लोटा राखेर यसरी फुलहरू चढाएर है यसरी प्रसादहरू चढाएर चाहिँ यसरी पूजा गर्नुपर्छ दुर्गा माताको चाहिँ। र अनि यहाँनिर चाहिँ मैले के गरेको छु भन्दा चाहिँ यहाँ चाहिँ मैले उयो राखेको छु, यसको त नामै आएन हौ मलाई, जमरा है। यो जमरा चाहिँ यसरी राख्नुपर्छ है। के मिक्स गरेर राख्नुपर्छ। यहाँ चाहिँ यसरी राखेको छु मैले र यसरी नै पूजा गर्थेँ मैले उता माइत घरमा पनि र योपालि चाहिँ मैले यता पनि यसरी नै पूजा गरेको छु। हुन्छ साथीहरू आजलाई यति नै है। र हजुरहरू सबैजनाको घरमा सबैको परिवारमा माँ दुर्गा भवानीले बास गरून् भन्दै म आजको भिडियो यहीँ नै राख्छु है साथीहरू। बाइ बाइ साथीहरू।